युद्ध चर्काउने चेतावनीका बीच भारत पाकिस्तान युद्धमा नाटकीय परिवर्तन आएको छ। तनाव सुरु भएको 4 दिनपछि दुवै देश युद्धविराम गर्न सहमत भएका छन्। शनिबार साँझ 5 बजे उनीहरूबीच युद्धविराममा सहमति भएको हो। दुवै देशले तत्काल स्थल, हवाई र जल सम्पूर्ण क्षेत्रबाट हुने आक्रमण रोकी वार्ताबाट बाँकी समस्या समाधान गर्ने घोषणा गरेका छन् भने शान्ति स्थापनाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफलाई दुवै पक्षले धन्यवाद दिएका छन्। Pakistan called the Director General of Military Operations of India at 15:35 hours earlier this afternoon. It was agreed between them that both sides would stop all firing and military action on land and in the air and sea with effect from 1700 hours Indian Standard Time today. Instructions have been given on both sides to give effect to this understanding. The Directors General of Military Operations will talk again on the 12th of May at 1200 hours. Thank you. भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार शनिबार दिउँसो 3:30 बजे भारत र पाकिस्तानका सैन्य कार्यवाही निर्देशकहरूबीच फोन वार्ता भएको थियो। सोही वार्ता मार्फत युद्धविरामको सहमति भएको दावी गरिएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूहरूको मध्यस्थतामा युद्धविराम भएको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। ट्रम्पले आफूहरूले शान्ति स्थापनाका लागि महत्त्वपूर्ण पहल गरेको भनेका छन्। त्यसको केही मिनेट बित्न नपाउँदै दुवै देशले युद्धविराम स्वीकार गरेका हुन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेश मन्त्री मार्को रुबियोले दुवै देशसँगको निरन्तर संवादपछि यो सम्भव भएको बताएका छन्। जबकि यो घोषणा हुनु 1 घण्टा अघि मात्र पनि भारत र पाकिस्तानले एक अर्कालाई उग्र चेतावनीहरू दिइरहेका थिए। अपरेसन सिन्दुरको बदलामा पाकिस्तानले अपरेसन बुनियान उल मर्सुस घोषणा गर्दै पाकिस्तानले भारत विरुद्ध सर्वदलीय सहमति जुटाउनेदेखि विश्व समुदाय गुहार्न थालेपछि भारत दबावमा परेको थियो। शनिबार बिहान पाकिस्तानले भारतका सैन्य अड्डा लक्षित हाइस्पिड मिसाइल प्रहार गरेको थियो भने धेरै स्थानमा हवाई घुसपैठको प्रयास विफल पारेको भारतीय सेनाले दावी गरेको थियो। सुरुमा पहलगाम आक्रमणको आफूहरूले बदला दिएको बताएको भारत पाकिस्तानले सैन्य अड्डाहरूमै लक्षित गरेर आक्रमण गर्न थालेपछि मध्यस्थताको बाटोमा पुगेको बुझ्न सकिन्छ। भारतले भने अहिले पनि सेना पूर्ण रूपमा तयार रहेकाले युद्धविरामका नाममा फेरि हमलाको प्रयास भए कडा जवाब दिने चेतावनी दिएको छ। मैं फिर से ये बात दोहराना चाहूंगी, इंडियन आर्म फोर्सेस पूरी तरह से तैयार है, सतर्क है और भारत की संप्रभुता और अखंडता की रक्षा के लिए पूरी तरह से कमिटेड है। सुरुमै कश्मीर घटनामा न्यायिक छानबिन माग गरेको पाकिस्तानले भारतमाथि जवाफी कारबाही सुरु गरेको थियो। भारतीय प्रधानमन्त्री मोदीले आफ्नो राजनैतिक स्वार्थ पूरा गर्नका लागि पाकिस्तानका जनतामाथि प्रहार गरेको भन्दै पाकिस्तानले विश्व समुदाय नै गुहारेको थियो। यता पाकिस्तानका रक्षा मन्त्री ख्वाजा असिफले पटक पटक आणविक हतियार नै चलाउन सक्ने धम्की अन्तर्राष्ट्रिय सञ्चार माध्यममा तारन्तार दिएका थिए। आफूहरू बाँच्न नसके अरूको बाँच्ने अधिकार पनि छिन्नेसम्मका धम्की दिँदै आणविक युद्धको समेत सङ्केत गरेका थिए। तर यतिसम्म आक्रोशित बनेको पाकिस्तान आर्थिक र भूराजनीतिका कारण पनि धेरै लामो युद्ध थेग्न नसक्ने अवस्थामा देखिन्थ्यो। आतंकवादीको अखडाकै रूपमा पाकिस्तानलाई भारतले चिनाउँदा आफ्नो साख गिरेकोमा समेत पाकिस्तान चिन्तित बनेको थियो। त्यसो त चीन र टर्कीको हतियारको भरमा युद्ध लामो समयसम्म जान नसक्ने अवस्थामा पाकिस्तानका सेना प्रमुख असिम मुनिर पनि दबावमा परेका थिए। तर पनि 4 दिनदेखि वारपारको लडाईँ लड्ने उद्घोष गरिरहेका दुवै देश अमेरिका, चीन र इरान जस्ता शक्तिशाली राष्ट्रको सहयोगपछि फेस सेभिङ गर्ने मौकामा थिए। तर त्यो अवसर भने ट्रम्पले जुराइदिएका छन्। रुस युक्रेनदेखि मध्यपूर्वका युद्ध मत्थर पार्न नसके पनि उनी भारत पाकिस्तान टकराव साम्य पार्न भने सफल भएका छन्। यति बेला जम्मू कश्मीरमा खुसियाली छाएको छ भने पाकिस्तानमा समेत उत्सव मनाइरहेका दृश्य बाहिर आएका छन्। अब दुवै देशबीच असहमतिका विषयमा मे 12मा कुराकानी हुने तय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो सँगै पाकिस्तानले सम्पूर्ण उडानका लागि आफ्नो आकाश खोलेको छ भने अवरुद्ध सेवाहरू पनि बिस्तारै सुचारू हुन थालेका छन्। जम्मू कश्मीरमा पनि बिस्तारै शान्ति छाउन थालेको छ। युद्ध चर्काउने चेतावनीका बीच भारत पाकिस्तान युद्धमा नाटकीय परिवर्तन आएको छ। तनाव सुरु भएको 4 दिनपछि दुवै देश युद्धविराम गर्न सहमत भएका छन्।
शनिबार साँझ 5 बजे उनीहरूबीच युद्धविराममा सहमति भएको हो। दुवै देशले तत्काल स्थल, हवाई र जल सम्पूर्ण क्षेत्रबाट हुने आक्रमण रोकी वार्ताबाट बाँकी समस्या समाधान गर्ने घोषणा गरेका छन् भने शान्ति स्थापनाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफलाई दुवै पक्षले धन्यवाद दिएका छन्। Pakistan called the Director General of Military Operations of India at 15:35 hours earlier this afternoon. It was agreed between them that both sides would stop all firing and military action on land and in the air and sea with effect from 1700 hours Indian Standard Time today. Instructions have been given on both sides to give effect to this understanding. The Directors General of Military Operations will talk again on the 12th of May at 1200 hours. Thank you. भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार शनिबार दिउँसो 3:30 बजे भारत र पाकिस्तानका सैन्य कार्यवाही निर्देशकहरूबीच फोन वार्ता भएको थियो। सोही वार्ता मार्फत युद्धविरामको सहमति भएको दावी गरिएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूहरूको मध्यस्थतामा युद्धविराम भएको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। ट्रम्पले आफूहरूले शान्ति स्थापनाका लागि महत्त्वपूर्ण पहल गरेको भनेका छन्। त्यसको केही मिनेट बित्न नपाउँदै दुवै देशले युद्धविराम स्वीकार गरेका हुन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेश मन्त्री मार्को रुबियोले दुवै देशसँगको निरन्तर संवादपछि यो सम्भव भएको बताएका छन्। जबकि यो घोषणा हुनु 1 घण्टा अघि मात्र पनि भारत र पाकिस्तानले एक अर्कालाई उग्र चेतावनीहरू दिइरहेका थिए। अपरेसन सिन्दुरको बदलामा पाकिस्तानले अपरेसन बुनियान उल मर्सुस घोषणा गर्दै पाकिस्तानले भारत विरुद्ध सर्वदलीय सहमति जुटाउनेदेखि विश्व समुदाय गुहार्न थालेपछि भारत दबावमा परेको थियो। शनिबार बिहान पाकिस्तानले भारतका सैन्य अड्डा लक्षित हाइस्पिड मिसाइल प्रहार गरेको थियो भने धेरै स्थानमा हवाई घुसपैठको प्रयास विफल पारेको भारतीय सेनाले दावी गरेको थियो। सुरुमा पहलगाम आक्रमणको आफूहरूले बदला दिएको बताएको भारत पाकिस्तानले सैन्य अड्डाहरूमै लक्षित गरेर आक्रमण गर्न थालेपछि मध्यस्थताको बाटोमा पुगेको बुझ्न सकिन्छ। भारतले भने अहिले पनि सेना पूर्ण रूपमा तयार रहेकाले युद्धविरामका नाममा फेरि हमलाको प्रयास भए कडा जवाब दिने चेतावनी दिएको छ। मैं फिर से ये बात दोहराना चाहूंगी, इंडियन आर्म फोर्सेस पूरी तरह से तैयार है, सतर्क है और भारत की संप्रभुता और अखंडता की रक्षा के लिए पूरी तरह से कमिटेड है। सुरुमै कश्मीर घटनामा न्यायिक छानबिन माग गरेको पाकिस्तानले भारतमाथि जवाफी कारबाही सुरु गरेको थियो। भारतीय प्रधानमन्त्री मोदीले आफ्नो राजनैतिक स्वार्थ पूरा गर्नका लागि पाकिस्तानका जनतामाथि प्रहार गरेको भन्दै पाकिस्तानले विश्व समुदाय नै गुहारेको थियो। यता पाकिस्तानका रक्षा मन्त्री ख्वाजा असिफले पटक पटक आणविक हतियार नै चलाउन सक्ने धम्की अन्तर्राष्ट्रिय सञ्चार माध्यममा तारन्तार दिएका थिए। आफूहरू बाँच्न नसके अरूको बाँच्ने अधिकार पनि छिन्नेसम्मका धम्की दिँदै आणविक युद्धको समेत सङ्केत गरेका थिए। तर यतिसम्म आक्रोशित बनेको पाकिस्तान आर्थिक र भूराजनीतिकका कारण पनि धेरै लामो युद्ध थेग्न नसक्ने अवस्थामा देखिन्थ्यो। आतंकवादीको अखडाकै रूपमा पाकिस्तानलाई भारतले चिनाउँदा आफ्नो साख गिरेकोमा समेत पाकिस्तान चिन्तित बनेको थियो। त्यसो त चीन र टर्कीको हतियारको भरमा युद्ध लामो समयसम्म जान नसक्ने अवस्थामा पाकिस्तानका सेना प्रमुख असिम मुनिर पनि दबावमा परेका थिए। तर पनि 4 दिनदेखि वारपारको लडाईँ लड्ने उद्घोष गरिरहेका दुवै देश अमेरिका, चीन र इरान जस्ता शक्तिशाली राष्ट्रको सहयोगपछि फेस सेभिङ गर्ने मौकामा थिए। तर त्यो अवसर भने ट्रम्पले जुराइदिएका छन्। रुस युक्रेनदेखि मध्यपूर्वका युद्ध मत्थर पार्न नसके पनि उनी भारत पाकिस्तान टकराव साम्य पार्न भने सफल भएका छन्। यति बेला जम्मू कश्मीरमा खुसियाली छाएको छ भने पाकिस्तानमा समेत उत्सव मनाइरहेका दृश्य बाहिर आएका छन्। अब दुवै देशबीच असहमतिका विषयमा मे 12मा कुराकानी हुने तय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो सँगै पाकिस्तानले सम्पूर्ण उडानका लागि आफ्नो आकाश खोलेको छ भने अवरुद्ध सेवाहरू पनि बिस्तारै सुचारू हुन थालेका छन्। जम्मू कश्मीरमा पनि बिस्तारै शान्ति छाउन थालेको छ।